के भएको प्रचण्डजी, तपाईँलाई के भएको? फेरि तपाईँले मधेसीलाई बेवकुफ बनाउन खोज्दै हो कि क्या हो? छोडिदिनुहोस्। यो तपाईँको जुन पात्रा छ नि बेवकुफ बनाउने, त्यो अब तपाईँ चल्दैन। मधेसी जनता जागिसकेको छ, उसलाई थाहा छ सही कुरा के हो गलत के हो। तपाईँले त बुझाउनु पर्दैन। बुझ्नुभयो? तपाईँको समय अब एक्सपायरी डेट आइसकेको छ। बरु के गर्नु भने यसो राम नाम जप्नुहोस्। जति तपाईँले पाप गरेछ नि त्यो पापबाट कहीँ मुक्ति पाउँछ कि? राजनीति चाहिँ अब नगर्नुहोस्। धेरै राजनीति गर्नुभयो तपाईँ, 20-30 साल राजनीति गर्नुभयो हैन, अब नगर्नुहोस्। अब रेस्ट गर्नुहोस्। तपाईँको पालो आछ। अब राम नाम यसो जप्दा केही पाप कट्छ कि भनेर। बुझ्नुभयो? यो मधेसी जनतालाई फेरि मधेसमाथि राजनीति गर्ने दुस्साहस नगर्नुहोस्। बुझ्नुभयो? मधेसी जनता अहिले बुझिसक्यो कि के भइरहेछ के भएको छैन। त्यही भएर शान्तिपूर्वक बस्नुहोस्, राम नाम जप्नुहोस्। यो राजनीतिको कुरा नगर्नुहोस्, मान्छेलाई झर्को बढ्छ थाहा छ। बुझ्नुभयो? हो, त्यही भएर मधेसी माथि राजनीति गर्ने काम बन्द गर्नुहोस्। सावधान।